कार्यक्रम सञ्चालित थियो। मङ्गोल नेसनल अर्गनाइजेसन दाङ जिल्ला सभाको ऐतिहासिक 5औं जिल्ला अधिवेशनका सभाध्यक्ष महोदय, प्रमुख अतिथि, विशिष्ट अतिथिहरू, अतिथिगण, उपस्थित मङ्गोल प्रेमी बुवामा दाजुभाइ तथा दिदीबहिनीहरू, सुरक्षाकर्मी साथीहरू, मङ्गोल कलाकार भाइ बहिनीहरूमा सम्पूर्णमा एकमुष्टमा सम्पूर्ण जय मङ्गोल। सर्वप्रथम मङ्गोल नेसनल अर्गनाइजेसनले नेपाल अधिराज्यभरि मङ्गोलको चाहिँ हक अधिकार अस्तित्वको लागि मानव डाक्टर गोपाल गुरुङजीले आज देशव्यापी रूपमा नेता कार्यकर्ताहरू दौरासँग चाहिँ अहिले उत्पादन भइरहेछ र एक दिन यहाँको मूलवासी मङ्गोल दाजुहरूले देशको शासन सत्ताहरू चाँडै सम्हालेछन्। मङ्गोलवाद दर्शन यो नेपालमा मात्र नभएर एउटा अन्तर्राष्ट्रिय दर्शन हो। संसारभरि बुढाहरूले एक छत्र राज गरिरहँदाखेरि दास बनाउँदा, काला नेग्रोहरूलाई दास बनाउँदा, यहाँका मङ्गोलहरूलाई चाहिँ अत्याचार गर्दा, अन्याय गर्दाखेरि यसको असर नेपालमा पनि भइरहेको थियो। यहाँका काला हिन्दू आर्य शासकहरूले यहाँका वृहत मूलवासी मङ्गोलहरूलाई दास दासी बनाउने, यहाँनिर कमाइया बनाउने, अत्याचार गर्ने, दमन शोषण गर्ने भइरहेको त्यो दृश्य अवलोकन गरेर चाहिँ महामानव डाक्टर गोपाल गुरुङजीले मङ्गोलवाद दर्शन प्रतिपादन गर्नुभएको थियो। यहाँ मान्छेमा समानता थिएन, मान्छेमा विभेद थियो। त्यो चाहिँ के को लागि गरेको थियो भन्दाखेरि यहाँको असली वृहत मूलवासी मङ्गोलहरूले आफूलाई नचिनेको कारणले गर्दा हामीलाई बाहुन प्रान्तद्वारा उत्पादित हिन्दू बाहुन नीतिद्वारा तयारी गरेको, ब्राह्मणद्वारा तयारी गरेको एउटा नीति थियो त्यो हिन्दूवादको पनि ठुलो असर भनेको जातिवाद हो। त्यही जातिवादले तपाईँ हामीलाई टुक्रा बनायो समाजमा। तपाईँ हामीले एउटा थारू चौधरीले एउटा मगर समुदायलाई, तामाङले नेवार समुदायलाई, राईले लिम्बू समुदायलाई एक आपसमा हेर्ने दृष्टिको समाजमा अलग बनाइदियो। यो जाति प्रथाले आपसमा लडेको मरेको र आपसमा लडेको देखेपछि यसलाई चाहिँ यहाँ बाहिरबाट आदि काला हिन्दू आर्य शासकहरूले हामीलाई एक छत्र राज गर्नु चाहिँ सफल भइरहेको अवस्था देखेर महामानव डाक्टर गोपाल गुरुङजीले मङ्गोलवाद दर्शनको प्रतिपादन गर्नु परेको थियो। तर यो मङ्गोलवाद प्रतिपादन गर्दै गर्दाखेरि यहाँको नेपाली समग्र मूलवासी मङ्गोलहरूलाई मात्र होइन, अन्तर्राष्ट्रिय स्तरको यो एउटा दर्शन हो। अहिले भर्खरै पनि तपाईँहरूले समाचारमा सुन्नुभयो होला, सी जिनपिङ उत्तर कोरियामा गएर भव्य स्वागत भयो। त्यहाँ चाहिँ किम जोङसँग एउटै गाडीमा एकैसाथसँग उहाँले हिँडिरहनु भएको थियो। त्यस के हो भन्दा अब गोरा आर्यहरूको शक्ति अब अन्त चाँडै हुँदैछ र संसारभरि अब मङ्गोलहरूले राज गर्ने दिन आउँदैछ हो। त्यसकै अवसर चाहिँ नेपालमा पनि बिस्तारै देखिन्छ। हेर्नुहोस्, अब यहाँको काला हिन्दू आर्यहरूको शक्ति क्षण हुने समय आउँदैछ। अब यहाँ चाहिँ संसारभरि मङ्गोलहरूले राज गर्ने समय आएको कारणले गर्दा अहिले ठुलो चाहिँ शक्ति परिचालन गरेर अल्गोरिदमहरू अमेरिकाको 25-27 सामाजिक सञ्जालबाट यहाँको खरानी ग्याङहरूलाई अघि बढाइएको छ। यो धेरै टिक्दैन। हेर्नुहोस्, अब त्यो समय सकिने बेला भएको छ। तपाईँ हामी अब यहाँको मूलवासी मङ्गोलहरू अब तयार हुने अवस्थामा अब तयार हुनुपर्छ। त्यो कारणले गर्दाखेरि आत्तिनु हुँदैन। अब यहाँको मूलवासी मङ्गोलहरूले चाहिँ आफ्नो देश, आफ्नो भूमि, आफ्नो संस्कार संस्कृति, आफ्नो चाहिँ सबै जुन बुद्ध संस्कार छ त्यसलाई अब हामीले अवलम्बन गर्ने दिन आज संसारमा समानता, स्वतन्त्रता, भातृत्वको जुन दर्शन बोकेर आजभन्दा 2500 वर्ष अगाडि महामानव सीता बुद्धले तपाईँ हामीलाई मात्र नभएर संसारको मङ्गलहरूलाई एक बद्ध गर्नु खोज्नु भएको थियो। त्यसैलाई निष्पेष पार्नुको निम्ति पश्चिमा हामीले यति ठुलो षड्यन्त्रहरू रच्यो।
विभिन्न किसिमको चाहिँ एउटा जुन वैज्ञानिक बुद्धको एउटा दर्शन थियो, अहिलेको आधुनिक विज्ञानको एउटा सोच थियो, त्यो सोचलाई खत्तम पार्नको लागि धेरै वर्ष अगाडिदेखि विभिन्न किसिमको मानसिक गुलामी एउटा खालको दर्शन एउटा त्यसलाई खत्तम पार्नको मानसिक गुलाम चाहिँ बनाएर बुद्धको जुन दर्शन छ त्यसलाई निषेध पार्नको लागि एउटा मानसिक रूपमा हामीमा यहाँ मानिसहरूलाई चाहिँ बनाउनको निम्ति यो विभिन्न किसिमको धर्महरू प्रतिपादन गरेको इतिहासहरू तपाईँ हामीले थाहा छँदैछ। त्यस्तै त्यही रोग चाहिँ नेपाल र भारतमा विश्व हिन्दू महासङ्घलाई थोपरेर विभिन्न किसिमको समुदाय विषय विभिन्न किसिमको चाहिँ एउटा अनेक किसिमको धर्महरू तपाईँ हामीलाई विकसित पार्नको निम्ति पछिल्लो समयमा एउटै मगर समुदायभित्र पनि एउटै थारू चौधरी समुदाय पनि एउटै तपाईँको खम्बुलिङ्ग समुदाय पनि अनेकौँ किसिमको धर्महरू थुपारेर तपाईँ हामीलाई टुटाउने काम गरिएको छ। अब उदाहरणको निम्ति खबुहरूलाई कोही ह्यापनली भनिएको छ, कोही तपाईँको किरात भन्दै कुद्दैछ, कोही तपाईँको विभिन्न किसिमको माङ्रा खान भन्दै किन्दैछ, नेवार समुदायमा बज्राइने माहानी गर्छ। विभिन्न यस्तो खालको आफै भित्रमा जातिले मात्रै भुटाउनु नसकेर धर्म संस्कारमा फुटाएर अहिले आएर फलाने ज्ञानहरू तयार पारेर पार्टीमा पनि विभिन्न किसिम तरिकाले हामीलाई फुटाएको छ। मानव डाक्टर गोपाल गुरुङजीले मङ्गल नेसनल राष्ट्रलाई दर्ता गर्नको निम्ति 18 वर्षसम्म दर्ता दिएन, तर यहाँ चाहिँ के गर्यो भन्दाखेरि ऊ आफैले थाहा नहुँदै पनि यहाँ विभिन्न पार्टीहरू खुलाइयो। कसको निम्ति भन्दा तपाईँहरूको निम्ति चाहिँ एक आपसमा लड्ने फुट्ने हामी चाहिँ सक्नुको निम्ति उसले यहाँको शस्त्र प्रयोग गरेर छैन। त्यो कारणले गर्दाखेरि अब तपाईँ हामीले बुझ्ने जान्ने दिन आएको छ। तपाईँले कतिले महाभारत पनि सुन्नुभएको होला, पहिला शिवजी त त्यहाँ हेर्नुभएको होला। त्यहाँ के गरेको छ भन्दाखेरि पाण्डव र कौरवको युद्ध भएको छ कुरुक्षेत्रमा। त्यहाँ कति संसारभरिको धेरै राजा महाराजाले तपाईँको मारिएको छ, तर अन्तिममा कसो जित भन्छ? एउटै वंशज, त्यो कौरव भए पनि पाण्डव भए पनि एउटै वंशज हो। यहाँ त्यस्तै भएको छ नेपालमा अहिले। काङ्ग्रेस जान्छ एमाले आउँछ, एमाले जान्छ माओवादी आउँछ, यस्तै घटे ज्ञानहरू आउँछ, तर त्यो देशको शासन सत्ता चलाउने एउटै नसिदा छ। यहाँको मूलवासी पाउ छैन, यहाँको वैधानिक मूलवासीले देश चलाउनु पाएको छैन। एक आपसमा लडेको जस्तो गर्ने, मरेको जस्तो गर्ने मानिए हाम्रो मान्छेहरू। तर अन्तिममा कसले मौका पाउँछ भन्दाखेरि त्यही एकल नष्ट सिन्धन गएको आर्य शासकले त्यहाँनिर त्यस्तै महाभारत पनि त्यस्तै गर्नुभएको थियो। त्यस्तो देश संसारभरिको राजा महाराजा मारिँदाखेरि अन्तिममा त्यही दाजुबाट भाइबाट दाजुमा शासन सत्ता चाहिँ सरेको थियो। त्यो त्यहाँको त्यत्रो संसारभरिको राजा महाराजालाई थाहा भएन, उनले विगत मात्रै प्राप्त गर्यो। अन्तिममा त त्यही कौरव र पाण्डवमा आयो, एउटै नस्ल र एउटैमा आयो। तर त्यसको लागि कतिले चाहिँ त्यहाँ जीव ज्यान खतम पार्नु पर्यो। त्यस्तै यहाँ पनि तपाईँ हामीले यो कुरा बुझ्नुपर्छ। यहाँको षड्यन्त्रको तानाबुनाहरू नबुझिन्जेलसम्म तपाईँ हामीले आफूलाई नचिन्जेलसम्म तपाईँ हामीले दुःख पाइरहेछौँ। अहिले भएको त्यही हो। अहिले आफूलाई नचिनेको कारणले गर्दा, आफ्नो शत्रु नचिनेको कारणले गर्दा धेरै दुःखहरू हामीले पाएका छौँ। त्यो कारणले गर्दाखेरि अब यो कुराहरू तपाईँ हामीले बुझ्नुपर्छ। र अब समयको पाबन्दी छ। बन्न सत्रबाट अब चुनिनु भएको हाम्रो निर्मल थापा मगरज्यूको जुन सिङ्गो भोट टोलीलाई टिमलाई चाहिँ उहाँको सफल कार्यकालको शुभकामना दिँदै मेरो छोटो मन्तव्य यही पुर्याउन चाहन्छु। सम्पूर्णमा विदाय हुँदाको जय बोलो। धन्यवाद। हाम्रो मङ्गल नेसनल अर्गनाइजेसन केन्द्रीय सभाका सदस्य कुमार श्रेष्ठजीले आफ्नो किसानवीर तथा महत्त्वपूर्ण भनाइहरू तपाईँ माझमा प्रस्तुत गरिसक्नुभयो।